भारत र पाकिस्तान बीच छिट्टै युद्ध सुरु हुने भन्दै भारतका समाचार एजेन्सीहरूले बताएका छन्। भारत र पाकिस्तान बीच भोलि साँझसम्म युद्ध सुरु हुने सङ्केत मिलेपछि पाकिस्तानले गर्यो यस्तो तयारी देख्दै भारत डरेको अवस्था। भारत डरेपछि पाकिस्तानले न्युक्लियर वेपन निकालेर हमला गर्ने यस्तो दियो सनसनी खबर। भारत र पाकिस्तान बीचको सीमामा गोली हानाहान सुरु भइरहेको बेला अहिले पाकिस्तानका 2 सिपाहीकर्मी मृत्यु भएको छ भने पाकिस्तानका 4 सिपाहीकर्मी मरेका छन्। अहिलेसम्मको समाचारले भारतीय समाचारले आफ्नो सुरक्षा तयारी गरिरहेका छन्। सुरक्षा तयारी गर्दै पाकिस्तानले अहिले मिसाइल टेस्ट गरेको छ भने भारतले पनि आफ्नो रणनीति तयार गरिरहेको छ र जल थल वायु सेनाको अहिले तयारी भइरहेको छ र पाकिस्तानले पनि मिसाइल परीक्षण गर्दै पाकिस्तान र टर्की चाइनाबाट मिसाइल आयात गरिरहेको छ भने टर्की र पाकिस्तानको बीच एकदम क्लोज सम्झौता भएको छ भने न्युक्लियर